स्वागत छ साथीहरु मुभी टल च्यानलमा तपाईहरुले धेरै टाइमदेखि वेट गरेको मुभी अब भने ओटीटीमा आउन गइरहेको छ। विक्रम भेदा र भेडिया मुभी तपाईहरुले धेरै टाइमदेखि वेट गरिरहनु भएको थियो र यो मुभी थियो जियो सिनेमासँग। अब यो मुभी भने तपाईहरुले ओटीटीमा हेर्न सक्नुहुने भएको छ। जियो सिनेमासँग रहेको मुभीहरु धेरै टाइमसम्म वेटमा रहिरहेको हुन्छ र असुर 3 को पनि कुनै पनि अपडेट आएको छैन अहिलेसम्म। जियो सिनेमाले एउटा एनाउन्समेन्ट गरेको छ भर्खरै 12 अप्रिल यानि कि भोलि नयाँ एनाउन्समेन्ट सहित प्रेस मिट राख्ने छ र यसका साथै असुर 3 को पनि डेट एनाउन्स हुनेवाला छ भन्ने लागिरहेको छ साथीहरु। विक्रम भेदा र भेडियाको भने यो भन्दा अगाडि नै डेट खुलिसकेको छ कहिले रिलिज हुन्छ भनेर। कृति सेनन र वरुण धवनको मुख्य भूमिका रहेको मुभी भेडिया अब तपाईहरुले अप्रिल 21 मा हेर्न सक्नुहुने भएको छ जियो सिनेमा मार्फतबाट। र साथीहरु यो हरर युनिभर्सको एउटा मुभी थियो र साथीहरु यसमा वरुण धवन र कृति सेननको एकदमै राम्रो अभिनय रहेको छ। मुभीमा सिनेमेटोग्राफी र भिएफएक्स पनि एकदमै राम्रो देखिन सकिन्छ। सेकेन्ड मुभी रहेको छ विक्रम भेदा जुन मुभी साउथ मुभीको रिमेक थियो विक्रम भेदाको र यो मुभीमा भने ऋतिक रोशन र सैफ अली खानको एकदमै राम्रो अभिनय देख्न सक्नुहुन्छ। यो मुभीलाई धेरैजनाहरूले वेट गरिरहनु भएको थियो कहिले ओटीटीमा आउँछ भनेर। अनि मुभीले राम्रो व्यापार गर्न सकेको थिएन हलमा, तर पनि ऋतिक र सैफको अभिनय भने एकदमै राम्रो थियो यो मुभीमा। यो मुभी अब तपाईहरुले मार्च 8 तारिकबाट हेर्न सक्नुहुनेछ जियो सिनेमा मार्फत। र साथीहरु आजको अपडेट यति नै थियो। अरु पनि यस्तो मुभीको अपडेट आउँछ भनेदेखि म तपाईहरुलाई भन्ने नै छु। र साथीहरु यस्तो मुभीको अपडेट अरु पनि हेर्न चाहनुहुन्छ भने मेरो च्यानललाई लाइक शेयर सब्स्क्राइब गर्दिन भने नबिर्सिनु होला। धन्यवाद।